नमस्कार साथीहरू। यदि तपाईहरू बोल्न लजाउनुहुन्छ, भिडमा बोल्न गाह्रो लाग्छ, बोल्न त मन लाग्छ तर शब्द नै निस्किँदैन भने यो भिडियो तपाईहरुको लागि हो। म पनि पहिला इन्ट्रोभर्ट नै थिएँ, तर म आज तपाईहरुलाई मैले आफै अभ्यास गरेर सिकेको केही सरल तर प्रभावकारी टिप्सहरू शेयर गर्न गइरहेको छु। सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा इन्ट्रोभर्ट हुनु कमजोरी होइन। इन्ट्रोभर्ट मानिसहरू धेरै सोच्ने हुन्छन्, राम्रोसँग सुन्ने हुन्छन्, गहिरो सोचाइ राख्ने हुन्छन्। एउटै मात्रै समस्या हो बोल्ने अभ्यास कम हुनु। त्यसैले सोच बदलौं। म इन्ट्रोभर्ट छु को ठाउँमा म अलग छु वा म अभ्यास गर्दैछु, भोलि सक्षम हुनेछु भनेर सोच बनाउनु पर्दछ। कन्फिडेन्ट देखाउन धेरै बोल्नु पर्दैन, थोरै तर स्पष्ट बोल्न सिक्नुहोस्। उदाहरण, ठिक छ मैले बुझी, मलाई अलिकति समय चाहिन्छ, ठिकै हो त्यसो गर्दा। र याद राख्नुहोस्, कम शब्द बढी कन्फिडेन्ट। दिनको मात्रै केवल 5 मिनेट ऐना अगाडि उभिएर भन्नुहोस्, गुड मर्निङ, नमस्कार, म प्रत्येक दिन कन्फिडेन्ट बन्दैछु, मैले प्रगति गर्दैछु, म भोलिको दिनमा सक्षम बन्नेछु। यसरी तपाईले ऐना अगाडि उभिएर अभ्यास गर्न सक्नुहुन्छ। त्यसपछि 5 मिनेट मोबाइलमा भोइस रेकर्ड गर्नुहोस्। एक्जाम्पल, हेलो सबैजनालाई नमस्ते, मेरो नाम ड्यास 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 हो, म अहिले बोल्ने क्लास सिकिरहेको छु र म एक दिन अवश्य पनि सक्षम वक्ता बन्नेछु। यसरी चाहिँ तपाईले करिब 5 मिनेट चाहिँ आफ्नो भोइस रेकर्ड गर्न सक्नुहुन्छ र त्यसलाई रिपिट सुन्न सक्नुहुन्छ र के कुरामा सुधार गर्नुपर्ने हो त्यो सुधार गर्न सक्नुहुन्छ। यो कुराले तपाईको आवाज स्पष्ट बनाउँछ अनि कन्फिडेन्ट लेभल पनि बढाउँछ। धेरै इन्ट्रोभर्ट मानिसहरूको आवाज स्वाभाविक रूपले धेरै नै कोमल हुन्छ। त्यसले हामीले सुधार गर्नको लागि निम्न सरल अभ्यासहरू गर्न सक्छौं, जस्तै नाकबाट गहिरो सास लिनु, पेटबाट बोल्नु, आ इ उ गरेर 10 देखि 15 पल्ट शब्दहरू दोहोर्याउनु। म आत्मविश्वासी छु, बिस्तारै र अलिक ठूलो आवाजमा भन्नुहोस्। छातीबाट होइन, पेटबाट भन्नुहोस्। इन्ट्रोभर्टहरूलाई आई कन्ट्याक्ट गर्न धेरै हदसम्म गाह्रो महसुस हुन्छ। त्यसको लागि सजिलो उपाय भनेको तपाईले सिधै आँखामा नहेरिकन दुई आँखाको बीचमा अथवा नाकदेखि अलिकति माथि हेर्न सक्नुहुन्छ। यसले गर्दाखेरि ठ्याक्कै तपाईको विपरीत मान्छेलाई पनि उनीहरुसँग हेरेको महसुस हुन्छ र तपाईलाई पनि सजिलो हुन्छ। सिधै ग्रुपमा अभ्यास गर्नुको साटो एकजना बेस्ट फ्रेन्डसँग वा पसलमा गएर वा अनलाइन एपहरुमा जहाँ भोइसबाट बोलिन्छ त्यस्तो एपहरुबाट तपाईले अभ्यास गर्न सक्नुहुन्छ। सुत्नु अघि करिब 3 पल्ट भन्नुहोस्, म सकारात्मक छु, म आत्मविश्वासी छु, मैले हरेक दिन सुधार गर्दैछु। यस्तो वाक्य बोल्नाले तपाईको सबकन्सियस माइन्डमा पुग्छ र तपाईको दिमागले त्यही ठान्नेछ। अन्त्यमा साथीहरू, आत्मविश्वास जन्मबाट आउँदैन, यो अभ्यासबाट बन्छ। यदि यो भिडियो हजुरहरूलाई उपयोगी लाग्यो भने कृपया लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला र तपाईहरुलाई कुन टपिकमा भिडियो हेर्न मन छ कमेन्टमा गर्नुहोला। भिडियो हेरिदिनुभयो धेरै धेरै धन्यवाद हजुरहरूलाई। म अर्को भिडियोमा फेरि आउने छु।